त आजको विशेष छुट्टीमा केही रमाइलो पल गर्दै यहाँको मौसम यहाँको वातावरणमा के कस्तो छ माको हामी विशेष माथिको केटाकेटी हेर्नुपर्छ भने मा हो जतातता केटाकेटी मात्रै देखिन्छ यार। बिजोग छ यस्तै हो बिजोग छ। हो यो हो नि त लाइफ। उहाँ 2 देखि 3 लाख रुपियाँ कमाउन सकिन्छ। यहाँ के अरे किर्तिपुरको डाँडामा भन्थ्यो नि म तपाईहरुलाई 2 देखि 3 लाख रुपियाँ कमाउने यहाँ किर्तिपुरको डाँडामा देखाइदिन्छु तपाईहरुलाई म। रुखको फेदमुनि त्यहाँ आइपिएलको टावर आउँछ के आउँछ हो केटा त्यहाँ हैन। रुखको फेदमुनिमा बसेर मस्त आइपिएलको टावर पो बनाउँदैछ त हो केटोले त। पानी उता आइरहेछ उता त्यहाँनिर पानी पिनुहुन्छ भने उता आइरहेछ। आज यस्तो घुमाइरो विदेशी केटीहरू ठिक छ दाइ। मलाई भयो भने सबैतिर हिउँदो भयो भने के देख्न पाउँछ दर्शकबिन यतिखेर हामी भाइ अनि भाइको संसारमा दाइ भाइले यहाँ खोती खेल्दैछन् त यार बुढाबुढी पनि हामी सानो हुँदा खेल्थ्यौँ त्यस्तै। यतिखेर हामी चाहिँ लाउरेले बाँकी यस्तै हो गाइज। हेर्ने हो फेर्ने हो कुद्ने हो जम्पिङ हान्दिने हो। सकिन्छ भने लाइक कमेन्ट सेयर पनि गरौँ दुःख नमान्नुला। मिलेर अगाडि जानुपर्छ। हाम्रो बुढी माउ अगाडिबाट कुदेर आउँछ फेरि केही यस्तै केटा हाम्रो त गाल्पा हाम्रो दिदीले यस्तो पारा देखाउँदैछ फेरि कस्तो छ केटा हो भन्नु त। यतिखेर हामी आफ्नै मौसमको तालमा हो फेरि रमाइलो छ। ज्वाला सुनचाँदी गहना पसल यहाँ अहिले भर्खर चालु गरेको छ। केटाहरू 2 जना लाइनमा छन् त्यहाँ। ल भनेपछि यहाँनिर काठमाडौँ पनि छ है। काठमाडौँ महल उयो काठमाडौँ यो मुलाले अस्ति मान्छे आयो भन्दै थियो यसैले त हो नि काठमाडौँ। मलाई फोन गरेको थियो मान्छे आइयो अरे परिवार त्यसको त काम छैन क्या खासै मान्छे चल्दैन अनि त्यही भएर यस्तो हुँदैन। मेरो दिदीले पछाडि गीत गाउँछ हामी त्यस्तो अब गीत पनि के सुन्नु खासै सुन्ने मन लाग्दैन कि त्यस्तो भएको छ होइन केटा। यता दामी एकैसाथ एक फ्री है भाइ। अगर एक ल्याउगा न एक फ्री है। यहाँनिर एकैसाथ एक फ्री हो। यस्तै हो पारा बिजुली बाहिर हट भएर पट भएर तिमी केटी भएर हेटो हेरेको हामी हेरेको रमाइलो छ। त्यतिखेर हामी रमाइलो गर्दै कार्यक्रम हाम्रो दिदी हाँस्यो फर्केर हाँस्यो केटी हाँस्यो बस्यो केटी
गर्नुपर्छ है हाइवे त क्रस गर्नुपर्छ नभए त पछि यो चाहिँ हाम्रो घुम्ने महल हो अनि यतिखेर हामी रात्रिको कति बजे अहिले 9 9:30 भयो 9:30 बजे ठ्याक्क हामी स्टिचिङ ब्लोनिङको गीत गाउँदै अहिले यतिखेर चोकमा छ यो केटीले वाक्क लाउँछ रोज दारू खान्छ त्यसले 9 बजेको छ झन्डै कति 12 बजीसम्म उज्यालो हुन्छ घामै छ अहिले त आज अलिकति चिसो मौसम छ त्यही भएर अलिकति न्यानो भए त मौसम लाइटको भ्यू कस्तो आउँछ ठिक छ चिसो आइरहेछ चिसो नाइट भ्यू मैले यहाँ भन्नु भनेको यो वाला खाली साइड लगाएर यो यहाँ आउँछ तिम्रो भने दामी थियो नि त यो फेरि यो कस्तो छ केटाहरू ठाउँ यो होटल यो भाडामा छ कोही केटाहरू छ भने यसो मलाई कन्ट्याक्ट हानिदिनुहोस् हामी 2 जना केटाहरू कामदार चाहियो हामीलाई दिँदैछौँ हामी काम गर्ने फेसिलिटी चाहिएको फेसिलिटी फेरि सुसी र कबाबमा काम गरेको केटो भयो अनि यहाँनिरको केटाहरूले भाडामा दिइसक्यो के हो छैन कि जडेजाहरू गइसक्यो जडेजाहरू गइसक्यो पागल रहेछ यसले नै 2टा टेबल राखेको रहेछ यहाँ त कोही छैन त हो ठन्डा यहाँ त कोही छैन ठन्डा राम हवा ठन्डा राम त्यसले बाहिर कुर्सी राख्यो नि यहाँ बस्नु हुन्थ्यो यार यहाँ त मान्छे खाइदिनु कम भयो नि नहुने बित्तिकै भित्र गाह्रो परिहाल्यो बस्सले हाम्रो उसमा आइसकेको छ क्यामेरामा आइसक्यो नि जुम गरी हेर्नुपर्छ है म यहाँ सुटिङ हाल्छु अब त्यहाँ त बस्या नि त यहाँ बस्नु हो र यहाँ बसेपछि हेर्न पर्दैन यो त चर्चिकाला बात नाइट भ्यू हो होइन केटा हो ठिक छ लाइभ राखेको लाइभ क्लब एरियामा लाइभ भनेर क्लब एरिया हो हजुर लाइभ बस्नु हुन्न एरिया पाइदियो भिडियो बनाएर हाल्न पाइयो $12 लाख तिरेर आएको हेर्नलाई केटा ल हेर धोको बुन्जेर हेर राम्रो मालहरू देखाउ न मालहरू कता छ माल बोसोले थरर भन्ने खालको देखाउनु क्या कता छ माल त्यता छ भने नजर भटेकाउनु यता म देखाउँछु लुखुरमा अब यस्तै गाइस अर्को भिडियोमा भेटौँ भन्ने चाहन्छु कस्तो बाई बाई